साथीहरू, हाम्रो देशको संवैधानिक व्यवस्थाले गर्दाखेरि आज मधेस प्रदेशमा यस्तो ताण्डव हुन गएको छ। भर्खर केही दिन अगाडि भदौको 23-24 गते जेन्जी आन्दोलनको क्रममा त्यत्रो क्षति भयो र अहिले मधेस प्रदेशमा पनि तोडफोड, सरसामान फाल्ने, झण्डा फाल्ने लगायतसम्मका कार्यहरू भएको छ र यो तबसम्म रोकिँदैन। समृद्धि र सुशासन हाम्रो देशमा, प्रदेशहरूमा तबसम्म सम्भव छैन जबसम्म यो संविधान संशोधन हुँदैन। म घरिघरि भन्दै आइरहेको छु, हाम्रो संविधानमै त्रुटि छ। संविधान संशोधन र यो व्यवस्था बदलाव नभएसम्म हाम्रो देशमा सुशासन र समृद्धि, सदाचार कुनै पनि हालतमा सम्भव छैन। 1 सम्भव छैन, 2 सम्भव छैन, 3 सम्भव छैन। त्यसैले म हाम्रो देशवासीलाई आग्रह र अनुरोध गर्न चाहन्छु कि हाम्रो संविधान संशोधन तर्फ लागौं, यो देशको व्यवस्था बदल्न तर्फ लागौं। यो देशको अवस्था सुधार्नलाई व्यवस्था बदल्नै पर्छ, यो व्यवस्था फ्याल्नै पर्छ। धन्यवाद।